हेलो गाइस, रोडिमार्टको युट्युब च्यानलमा स्वागत छ। आज हामी सिस्नो टिप्न आएको छौँ। हाम्रो भिडियो हेरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू। लभ यू। लभ यू। नमस्ते। नमस्ते। ल अब हाम्रो धेरै समयपछिको भ्लग सुरु भयो। अहिले हामी यहाँ गोदावरीमा सिस्नो टिप्न आइरहेछौँ है। पुरा यो गाडी चढेर पो सिस्नो टिप्न आइरहेछौँ त के खालको हो यस्तो। अलिक सुहाएन है, यो चाहिँ भएन है। अनि देखाउनु त सिस्नोको सामानहरू यहाँ अनि सिस्नो टिप्ने मान्छे यहाँ आउनुहुन्छ है। अर्को हेलो गरिदेऊ, हाई गरिदेऊ। त्यहाँ हाम्रो अर्को टोली पनि आउने हुनुहुन्छ सिस्नो टिप्न। यहाँ हाम्रै ग्रुप हो सिस्नो टिप्न। अर्को भक्तपुरको टोली हो। हामी एउटै ग्रुपबाट, हामी चाहिँ ललितपुरबाट, उहाँहरू भक्तपुरबाट। हेलो गाइज, ऊ चाहिँ मेरो माइला भाइ हो। ऊ चाहिँ पक्का सिस्नो हन्टर्स हो। जे पायो त्यही टिप्छ, जे पायो त्यही टिप्छ। यसले चाहिँ जे पायो त्यही टिप्छ मेरो भाइले चाहिँ। आउनु न, तीनटा। हजुर चिम्टा। यहाँ सिस्नुको लागि उहाँहरू चाहिँ पुरा चिम्टाहरू अनि त्यो सिस्नु टिपेर राख्नका लागि प्लास्टिकहरू रेडी पार्दै हुनुहुन्छ। सिस्नु चाहिँ पाइन्छ कि पाइँदैन साथीहरू हामीलाई थाहा छैन, तर हामी चम्केर आइसकेका छौँ सिस्नु टिप्न होइन। तर सिस्नु अब पाउने चान्स कति छ? 50-50 कि 80-20? कति छ चान्स पाउने सिस्नु? 20 होला। त्यसो भने त सकिगयो नि। हाम्रो त 50 पनि छ कि छैन, 20 होला। अहिले सिस्नुको सिजन होइन क्या है? सिजन पानी परेको भए त हो, तर अहिले पानी परेको छैन नि त। तर प्राय अब गोदावरीमा पाइन्छ कि भनेर आएको हामी। अब यता हाम्रो नयाँ भ्लगर ज्यूले चाहिँ प्राय यहीँ आएर सिस्नु हन्ट गर्नुहुन्छ होइन। एकदम सिस्नु टिपेर यहीँबाट लगेर खानुहुन्छ। उहाँहरू चाहिँ कहिले पनि किन्नुहुन्न बजारमा, यहाँ आउँदै सिस्नु टिपेर खाने हो। त्यही भएर उहाँको ललैमा हामी आज आछौँ। उहाँहरूको ललैमा आउँदाखेरि होइन अब के हुन्छ, पाइन्छ कि पाउँदैन हेरौँ है साथीहरू। अनि अर्को हाम्रो दुईजना मेन यहाँ सिस्नु टिप्नेहरू यहाँ आउँदै हुनुहुन्छ। अब सिस्नु टिप्नेहरूको ड्रेसअप हेर्नु। सिस्नु टिप्नेहरूको अब यहाँ यस्तो छ है, पुरा सिस्नु टिप्न आउँदै हुनुहुन्छ है। के ल्याउनु भएको छ? ए तपाईँहरू पहिल्यैदेखि प्रिपेयर गर्नु भएको थियो? चिम्टाहरू पनि छ? ए हामीसँग ए ल ल जाउँ जाउँ। उहाँ नयाँ भ्लगर हो नि त। किनभने यतिर चाहिँ होइन केटाहरूले सुसु गर्छ, गर्दैन क्या। त्यही भएर हाम्रो माइली त्यहाँ जानुभएको छ है। हो भनेको ल है। सिस्नु टिप्ने टिम अब हाम्रो थोरै उकालो लाग्दैछ। भेटेन बेजल भयो है। एकदम सिरियस भएर सिस्नु टिप्न आउनुभएको चाहिँ उहाँ मात्रै हो है। उहाँले चाहिँ एकदमै सिस्नु टिप्नमा एकदमै उहाँ चाहिँ खप्पिस पनि हो। अनि अहिले उहाँ जाँदै हुन्छ सिस्नु टिप्न। हन्टिङ गर्दै हुन्छ सिस्नुको। सिस्नु टिप्न आएको, यहाँ पानी पर्यो। अब यो गोदावरीमा चाहिँ एकदमै प्रायः पानी परिरहेको छ। माइलीले त हातले टिप्दै हुनुहुन्छ है। यो पनि तरिका त सिस्नु टिप्ने। हाम्रो यहाँ माइलीले चाहिँ मजाले टिप्दै हुनुहुन्छ। अब यो सिस्नुसँग मजाले उहाँहरू कोदोको ढिँडो पकाएर खाएर एकदमै स्वास्थ्यकर बन्दै हुनुहुन्छ। यहाँनिर चाहिँ अलि मजाको रहेछ सिस्नु। अनि उहाँ चाहिँ अलिकति सिस्नु टिप्नमा एकदम एक्सपर्ट हो, त्यही भएर उहाँ चाहिँ सिस्नु टिप्दै हुनुहुन्छ है। पकाउनमा पनि त्यस्तै एक्सपर्टै हुनुहुन्छ उहाँ। धेरै नस्काउनुहुन्छ नि, यस्तो खुट्टा फाडेर यस्तो दिनुहुन्छ।
यहाँ पब्लिक दाँत देखाइदिनु त यहाँ छ कि नै उ त छ त नि ठाउँको ठाउँ होइन बेइज्जत भयो त के हो यो मान्छेहरू त्यहाँ पुगिसकेको सिस्नु टिप्नलाई एकदमै सिरियस भएर लाग्नु भएको छ बुढाबुढी नै उहाँ चाहिँ बुढा उहाँ चाहिँ बुढी दुईजना सिरियस भएर सिस्नु टिप्ने जतिहरू त्यहाँ हुनुहुन्छ कोही चाहिँ यहाँ भिडियोको लागि मात्रै हो यहाँ देख्नु भएको छ उहाँ चाहिँ सुशीला राईज्यू हो उहाँको पनि ब्लग छ उहाँ चाहिँ भिडियोको लागि मात्रै हो एक्टिङ गरेको यो भिडियोको लागि मात्रै एक्टिङ हो सिरियस भएर टिप्नेहरू उहाँ हुनुहुन्छ कोही उहाँ पुगिसक्नु भयो पानी पर्ला जस्तो भएको छ मौसम चाहिँ अब खै कति बेर सिस्नु टिपेला सिस्नु टिप्न कता ल गाइज हाम्रो सुशीला भान्जी चाहिँ पुरा एक झोला सिस्नु टिपेर आउँदै हुनुहुन्छ है हजुर कति ढिलो रे भन्दै त दाम के भनेको ल है हो खै देखाउँ त कस्तो खै वा राम्रो राम्रो छ त ल आजको हाम्रो सिस्नु टिप्ने काम चाहिँ एकदमै सफल भएको हामी घोषणा गर्न चाहन्छौँ हजुर टिप्ने अरू त्यहाँ बधाई खाने अरू छन् के भन्नु चैतको दिनमा यतिको कहाँ भेट्नु यो त 4 वटा ज्यामको ज्याम कति भयो हुँदै ल यहाँ एक थैलो चाहिँ हाम्रो श्री सुशीला राईज्यूले यति कलेक्ट गर्नुभएको छ है सम्मान सहित नि यत्रो सिस्नु टिपेपछि त सम्मान गर्नु पर्दैन भनेको अघिसम्म हामीले पत्ताकै थिएनौँ तिमीले सिस्नु टिप्छ भनेर एक झोला सिस्नु यहाँ रेडी भइसकेको छ है गाइस अनि एकदमै माथि माथि चढेर राम्रो खालको सिस्नु ल्याउनु भएको छ बाँकी हाम्रो अझै त्यहाँ दाजुभाइहरू पनि ल्याउँदै हुनुहुन्छ त्यस्तो छ है त हो भने ल हाम्रो अर्को टिम पनि भर्खरै सिस्नु टिपेर आइपुग्नु भएको छ उहाँहरूले चाहिँ 2 झोला सिस्नु ल्याउनु भएछ उहाँहरू चाहिँ 2 जना दाजुभाइहरू हुनुहुन्छ खै 2 झोला ल एकदम फ्रेस हो यो जेठाको यो 2 जना चिटा पर्नु भयो अब भान्जीको त खतरा छ नि है भान्जीको त खोलेर जेठाको कस्तो हुन्छ बन्द भइसक्यो है ठीक छ भान्जीको खोलिसकेको मैले भइहाल्यो यो ए गुड ल साथीहरू हामी सिस्नु टिपेर आइसकेका छौँ आज हाम्रो सिस्नु टिप्ने मिसन कम्प्लिट भइसकेको छ सक्सेस भइसकेको छ तीन थैली सिस्नु टिपिसकेका छौँ अझै एक थैली छ 4 थैली टोटलमा अर्को थैली चाहिँ तल गइसकेको छ सबैजनाको मुहार कति खुसी सिस्नु टिपेर मेन चाहिँ उहाँ हो आजको हाम्रो सिस्नुको प्लानिङ गर्ने व्यक्ति अनि मेन टिप्नेहरू पनि उहाँ नै हो अनि यो सिस्नु हाने ब्लग चाहिँ हैन पछि अर्कोमा आउँछ हेर्नु ल सबै कलेक्ट गरेर ल हेर्नुस् त यी 4 थैलो सिस्नु टिपेर आमामा ल यहाँ 4 थैलो सिस्नु 4 थैलो एक थैलो टिपेर दोस्रो थैलो सबैजना खुसी हुनुहुन्छ है यही पकाएर उ यही भिडियो पकाएर खानुपर्छ आजको हाम्रो ल मिसन सक्सेस टिम पनि पुग्छ होला त्यसो भए यहाँनिर ढिँडो खाने 5 जना पकाउँदैन नि 5 जना भन्दा माथि हुनुपर्छ रे हामी 8 जना छौँ ढिँडो टिम पुग्दो रहेछ ल अब हामी जाम ल यहाँ सबैजनालाई थ्याङ्क यू हाम्रो ब्लग हेरेर यहाँसम्म साथ दिनुभयो अनि अब हामी गएर फेरि आउने दिनहरु तपाईहरुले साथ दिनुस् है हाम्रो युट्युब च्यानलमा सब्स्क्राइब गरिदिनु होला यसो भ्युज बढाइदिनु होला अनि अब हामी गएर हामीलाई पनि खाने दिनु न ल
उहाँको च्यानलको नाम के अरे खियामा सब्सक्राइब हालिदिनु होला चाहिँ नयाँ हुनुहुन्छ